नमस्ते। आजको यो भिडियोमा चाहिँ हामी कसरी तपाईले बेटर स्कुल एप युज गरेर आफ्नो स्कुलको क्लब्स अथवा हाउसेसहरू म्यानेज गर्न सक्नुहुन्छ र तिनीहरूसँगै आर्टिकल्सहरू पनि म्यानेज गर्न सक्नुहुन्छ भनेर हेर्दैछौँ। यहाँ तपाईले डिफ्रेन्ट अप्सनहरू देख्न सक्नुहुन्छ। क्लब्समा गएर चाहिँ तपाईले एक्जिस्टिङ डिफ्रेन्ट क्लब्सहरू देख्न सक्नुहुन्छ। त्यही अनुसार तपाईलाई अब नयाँ हाउस एड गर्नु मन छ भने चाहिँ यहाँ एड न्यू हाउस बटनमा क्लिक गरेर यहाँबाट तपाईले कलर पनि सेलेक्ट गर्न सक्नुहुन्छ। त्यही अनुसार तपाईले हाउस नेम र अरू यहाँ रहेको डिटेल्सहरू फिल गर्नु भएर जस्तै कि अब क्याप्टेन पनि तपाईले यहाँबाट सेलेक्ट गर्न सक्नुहुन्छ। भाइस क्याप्टेन यहाँबाट त्यसै गरी मेन्टर्सहरू पनि सेलेक्ट गर्न सक्नुहुन्छ। यो सबै सेलेक्ट गरिसकेपछि तपाईले क्रिएट हाउस बटन थिच्नु भएर तपाईको हाउस चाहिँ यहाँ क्रिएट हुन्छ। अब तपाईले यहाँबाट डिटेल्सहरू पनि भ्यू गर्न सक्नुहुन्छ र एडिट पनि गर्न सक्नुहुन्छ। यहाँ रहेको आर्टिकल सेक्सनमा जानुभयो भने चाहिँ तपाईले त्यही अनुसार तपाईको डिफ्रेन्ट हाउसहरूको डिफ्रेन्ट डिफ्रेन्ट आर्टिकल्सहरू एड गर्न सक्नुहुन्छ। यहाँ टप राइटमा रहेको एड आर्टिकल बटनमा क्लिक गरिसकेपछि सेलेक्ट हाउसमा गएर तपाईले हाउस सेलेक्ट गर्नुभयो भने र आर्टिकल टाइटल दिनुभएपछि तपाईले आफ्नो यस्तै गरी डिटेल्सहरू यहाँ फिल गर्नु भएर चाहिँ आर्टिकल क्रिएट गर्न सक्नुहुन्छ। क्रिएट गरिसकेपछि तपाईको यो आर्टिकल चाहिँ यहाँ आर्टिकल सेक्सनमा देखाउँछ। यहाँ देख्न सक्नुहुन्छ। त्यसै गरी तपाईले यो सबै बेटर स्कुलको मोबाइल एप युज गरेर पनि हेर्न सक्नुहुन्छ र म्यानेज पनि गर्न सक्नुहुन्छ। थ्याङ्क यू।